केपी ओली अर्थात् एमाले पार्टीले भोलुन्टियर फोर्स निर्माण गरे लगत्तै टिकटकर कुटिएका छन्। एमालेले अहिले देशभर पार्टीको प्रचारको लागि देशका विभिन्न ठाउँमा आफ्ना कार्यकर्ता खटाएर प्रदर्शन गरिरहेको छ। यही विषयलाई लिएर चर्चित टिकटकर अर्जुन खड्काले एमाले पार्टी विरुद्ध बनाएको व्यङ्ग्यात्मक टिकटककै कारण उनी केपी ओलीले बनाएको भोलुन्टियरबाट कुटिएका छन्। उनी आफ्नो ज्यान पनि खतरामा रहेको र रिपोर्ट गर्न समेत डराएको बताएका छन्। ढोलेहरू ब्याटबिट अनि यो चाहिँ भुस्सा कुकुर यसले टोको पनि जेन्जी हुन्छ सबैलाई रेबिट नेता चोर डाका भतुवा खान्छ सधैँ अदुवा एक नम्बरको पदुवा दिन्छु म बदुवा विदेश जान्छन् जेन्जीहरू नेपाल छाडेर केपी ओली जेन्जी मारेर अझै भोट दिन्छौ ढोलेहरू जेन्जीको आत्माले शराब छ तिमीहरूलाई। बाबुको मृत्युपछि आमाले आफूलाई धेरै दुःख गरेर हुर्काएको बताएका अर्जुन खड्काकी आमा पनि यति बेला निकै तनावमा छिन्। तपाईँहरूले भिडियोमा देख्नु नै भयो होला मसँग के भएको भनेर एउटा भिडियोको कारणले म प्रति हातपात भयो। मेरो बाबा बित्नु भएपछि मेरो आमाले यति दुःख गर्नु भएको छ कि मलाई पाल्नलाई हुर्काउनलाई पढाउनलाई बढाउनलाई अर्को घरमा भाडा बाँच्ने लुगा धुने सुत्केरीलाई स्याहार्ने हरेक काम गरेर मलाई हुर्काउनु भएको छ। अब चाहिँ मेरो पालो आयो। मेरो आमाले जति दुःख गर्नुभयो अब म सुख दिन चाहन्छु, म मेहनत गर्न चाहन्छु। मेरो आमालाई तो खुसी दिन चाहन्छु कि जुन आमाले पाउनु भएको थिएन। त्यसकै लागि मैले कति मेहनत गरेँ आफ्नो आमालाई खुसी बनाउनलाई। म बाँचेको नि मेरो आमाको लागि हो र अहिले आमाको आँखामा दिनरात आँसु देख्दाखेरि म केही बोल्न पनि सकेको छैन। तर मलाई विश्वास छ एक दिन हाम्रो देश अझै राम्रो बन्छ भन्ने। यो संसारमा उनी छोरा बाहेक आफ्नो कोही नभएको र यदि छोरालाई केही भइहाल्यो भने आफू बेसहारा हुने बताएकी छिन्। मेरो छोरालाई पापा अन्जानै मिलेर कुटेको रहेछ, के गल्ती गरेछ कुटेको, अहिलेसम्म मेरो छोराले गल्ती पनि गरेको छैन। राम्रै काम गर्छ, कसैलाई नराम्रो गर्दैन, सबैलाई हेल्प गर्छ मेरो छोराले। त्यत्रो जाँजारकोटमा गएर पनि मेरो छोराले कति हेल्प गर्यो। मेरो जिन्दगीको सहारा भनेको यही एउटा छोरा हो। मेरो बुढा पनि हुनुहुन्न। मेरो छोरालाई केही भयो भने म कहाँ जाने, के खाने, मलाई कसले कमाएर खुवाउँछ। मेरो छोरा जिन्दगीको सहारा भनेको यही एउटा मेरो छोरा हो। तपाईँले तपाईँहरूले किन कुटेको मेरो छोरालाई? त्यसरी कुट्नुहुन्छ त मेरो छोरालाई? तपाईँहरूको छोरा चाहिँ त्यसरी कुट्यो भने कस्तो हुन्छ तपाईँहरूलाई? त्यस्तो निल देख्दाखेरि मलाई कस्तो भइरहेछ, मेरो मुट्टु फुटिरहेछ। अर्जुन खड्काले यदि मलाई केही भइहाल्यो भने मेरो आमालाई माया गरिदिनु होला भनी भनेको कुराले निकै भावुक बनाउँछ। बस मलाई के भयो भने प्लिज जनतालाई भन्न चाहन्छु कि मेरो आमालाई चाहिँ माया गरिदिनु होला। तपाईँको छोरा एउटा मात्रै होइन, हामी पनि तपाईँहरूको छोरा हो भन्ने। एमालेको यस्तो कदम सही छ कि गलत त्यो भने हजुरहरूले कमेन्ट गर्नुहोला र नयाँ भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला।